Hello everyone, this is me Chandani and welcome to my channel. अम्बा एउटा टेस्टी फ्रुट मात्र नभइकन यसको मल्टिपल बेनिफिटहरु हाम्रो हेयर र स्किनको लागि के छ भन्ने कुरा मैले यो भिडियोमा स्टेप बाइ स्टेप शेयर गरेकी छु र यो टिप्सलाई यहाँहरुले पनि घरमै बसेर फलो गर्नु होला। मैले यसरी अम्बा लिए, यसलाई काटे, त्यसपछि मैले यसमा 2 दाना टमाटर पनि एड गरिसकेपछि मिक्सरमा पिस्छु। पिसेको यो यस्तो किसिमको पेस्ट निस्किन्छ। यो पेस्टबाट मैले आज 3टा प्रोडक्टहरु बनाउँछु। सबैभन्दा पहिला मैले नेचुरल बडी स्क्रब बनाउँदैछु। यसमा मैले 2 स्पुन ब्लेन्डेड पेस्ट राखेँ। त्यसपछि मैले यसमा हाफ टीस्पुन सावर जेल राखेँ। यसलाई मजाले मिक्स गर्ने। यसले हाम्रो स्किनमा भएको डेड सेल अनि स्किनलाई एकदमै ब्राइट राख्छ। स्किनमा यसमा टमाटर पनि एड गरेको छु। टमाटरमा भिटामिन सी पाउँछ। हाम्रो डार्क स्पट अनि पिगमेन्टेसन सबै किसिमको यो एकदमै नेचुरल हामीले फेसमा होल बडीमा यसलाई मजाले युज गरेर मैले हातमा अप्लाई गरे अनुसार यहाँहरुले मजाले यसरी एकदम सफ्ट तरिकाले चाहिँ स्क्रब गर्ने आफ्नो होल बडीलाई। यसको कुनै पनि साइड इफेक्ट छैन। हाम्रो स्किनको लागि एकदमै इफेक्टिभ छ यो प्रोडक्ट। अनि त्यसपछि मेरो यस्तो किसिमको रिजल्ट आउँछ। मैले युज गरिसकेपछि यहाँहरुले आवश्यकता अनुसार 1 हप्ता ड्युरेसनको लागि बनाएर फ्रिजमा पनि राख्न सक्नुहुन्छ। यसमा अनि आफूसँग जुन सावर जेल छ त्यसलाई एड गर्ने। एड गरिसकेपछि मजाले मिक्स गर्ने। अब मैले हेयर मास्क बनाउँदैछु। यसमा मैले यो मेथीलाई भिजाएँ थोरै पानी एड गरेर। त्यसपछि मैले अब सेकेन्ड नम्बरमा मैले फेस मास्क बनाउँदैछु। मैले यसमा 1 स्पुन ब्लेन्डेड पेस्ट राखेँ। त्यसपछि मैले यसमा हाफ स्पुन एलोभेरा जेल राख्छु। एलोभेरा जेल एकदमै हाइड्रेटिङ राख्छ हाम्रो स्किनलाई। ड्राई स्किनको लागि एकदमै बेस्ट हो एलोभेरा जेल। अनि त्यसपछि मैले यसमा भिटामिन ई पनि एड गर्छु। एड गरेर मैले यसरी मजाले मिक्स गर्ने। मैले यसलाई चाहिँ हप्तामा एकपटक मेरो स्किनमा युज गर्ने गरेको छु र मेरो स्किन पहिलाको भन्दा मेरो डलनेस अनि मेरो डार्क स्पटहरु पनि एकदमै ब्राइट भएको छ मेरो फेस पहिलाको भन्दा। अनि रिजल्ट एकदमै इफेक्टिभ भएको भएर मैले भिडियो बनाएर शेयर गरेको छु यहाँहरुलाई। मैले आफै अप्लाई गरेको छु। 20 देखि 25 मिनेटसम्म फेसमा राख्ने, त्यसपछि वाश गर्ने अनि मोइस्चराइजर युज गर्ने। अब मैले यो 2टा प्रोडक्ट बनाइसकेँ। नेचुरल बडी स्क्रब र फेस मास्क 2टा बनाइसकेँ मैले। अनि त्यसपछि मैले अब हेयरको लागि स्टेप बाइ स्टेप यहाँहरुलाई शेयर गर्नेछु। मैले सबैभन्दा पहिला यो अम्बाको पत्ता अनि अम्बाको दाना लिएँ। अनि अम्बाको 15वटा पत्ता मैले यसमा राखेँ। त्यसमा मैले 3 कप पानी एड गरेँ। त्यसपछि म यसलाई 7 देखि 10 मिनेट बोइल गर्छु। बोइल गरिसकेपछि यस्तो किसिमको कलर चेन्ज भएको हामीले पानी निस्किन्छ। यो पानीलाई चाहिँ नर्मल रुम टेम्परेचरमा 30 देखि 45 मिनेटसम्म सेलाउन छोड्ने। सेलाइसकेपछि हामीले चाहिँ यसलाई एउटा स्प्रे बोतलमा चाहिँ राखेर हाम्रो स्काल्पमा मजाले स्प्रे गर्ने। त्यसपछि मैले अब हेयर मास्कको लागि मैले सबैभन्दा चामलको पिठो अनि त्यसपछि अघि भिजाएको मेथी अनि त्यसपछि यसमा आलस फ्ल्याक्स सीड एड गरेँ। त्यसपछि अघि बनाएको त्यो अम्बाको पत्ताको पानी 2 कप एड गरेँ। मैले एउटा अनियन पनि यसमा काटेर एड गर्छु। अनि यसलाई मैले 5 देखि 10 मिनेट बोइल गर्छु मजाले। बोइल गरिसकेपछि यस्तो किसिमको अलिकति ग्रेभी टाइपको लेदो बाक्लो टाइपको निस्किन्छ। त्यसपछि मैले हेयरमा लाउने भिटामिन ई पनि यसमा एड गर्छु। अघि निस्केको अम्बाको पत्ताको पानी मैले यसरी एउटा स्प्रे बोतलमा राखिसकेपछि हाम्रो हेयर ग्रोथको लागि एकदमै इफेक्टिभ छ यो। हेयर फल कन्ट्रोल पनि हुन्छ यसले। मैले हप्तामा एकचोटि नुहाउनुभन्दा अगाडि मेरो स्काल्पमा मजाले अप्लाई गर्छु। अनि अब हेयर मास्क अघि बनाएको त्यो मिक्स गरेको चामलको पिठो अनि फ्ल्याक्स सीड अनि मेथी र अनियन राखेर पकाएको त्यो लेदो अनि त्यसमा मैले अघिको अम्बाको ब्लेन्डेड पेस्टलाई एड गरेर मिक्स गरेँ। मिक्स गरिसकेपछि मैले एउटा सफा कपडामा यसरी छानिसकेपछि यहाँको कपाल ओइली छैन अनि सफै छ भने यहाँहरुले ननुहाइकन अगाडि पनि युज गर्न सक्नुहुन्छ। हेयर ट्रिटमेन्ट हेयर मास्क अनि आधी घण्टा 45 मिनेट 1 घण्टा जति राख्दा पनि केही पनि हाम्रो साइड इफेक्ट हुँदैन यसको। अनि मजाले होल हेयरमा अप्लाई गर्ने। अनि त्यसपछि नुहाइसकेपछि पनि अप्लाई गरेर वास गर्दा हुन्छ। अनि आफूलाई 1 घण्टा कति ड्युरेसनमा राख्न सक्नुहुन्छ राख्ने। मैले यो 4वटा प्रोडक्ट बनाएँ। यसरी मेरो कपालमा अप्लाई गरेँ। अप्लाई गरिसकेपछिको मेरो रिजल्ट अनि हेयर फल कन्ट्रोल, हेयर ग्रोथ अनि हेयरलाई एकदम साइनिङ बनाउँछ यसले। एकदमै इफेक्टिभ छ। थ्याङ्क